हेलो गाइस, गुड मर्निङ। आज चाहिँ मेरो डे 2। तपाईँहरू सन्चै हुनुहुन्छ होला, आई होप होइन। आज चाहिँ अब जाडो हेर्नु न कस्तो छ होइन, शीत झरेर हुस्से लागेर यस्तो भइरहेछ। तपाईँहरूकोतिर जाडो के कतिको छ कमेन्ट गर्नु होला होइन। हाम्रोतिर चाहिँ लास्ट जाडो छ। अनि आज चाहिँ डे 2 हो मेरो, अनि भर्खर स्टार्ट हो। अनि डे 2 आज चाहिँ अब चिया खानु लागेको म। चिया खाएर त्यसपछि हामी एकछिन फेरि वर्कआउट गर्छौँ। मौसम चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू, मौसम हेर्न सक्नुहुन्छ कि आज यस्तो हुस्से लागिरहेछ होइन। शीत झरेको झरै, हुस्से लागेर शीत झरेको झरै, कस्तो जाडो पनि आम्मामा यस्तो जाडो हुन्छ। अनि म चाहिँ टक्क लाएर ब्रस मुखसुख उठेर मुखसुख धोएँ, त्यसपछि ब्रस गरेँ, फ्रेस भएर अब चिया र दिदीले भुटीमाम बनाएको छ अरे, भुटीमाम खानु लागेको गाइस। त्यसपछि हाम्रो भुटी भात र चिया आइसकेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। चिया चाहिँ यहाँ छ। अब यति खाएर एकछिन वर्कआउट गर्ने हो हाम्रो। जाडो यस्तो छ नि गाई, लिटरली गाइस। हिजो चाहिँ म होइन कति बजे 9 बजे उठेको थिएँ। आज पनि 9 नै बज्यो, तर हिजो घाम लागिसकेको थियो होइन। आज त घाम पनि लाग्दैन कि भएको, अब दिन यस्तै हो कि आज दिनभरि हुस्से नै लाग्छ जस्तो छ। अहिले चाहिँ 8 बजेर 52 मिनट गइरहेछ होइन। मेरो उठाइ चाहिँ अब यस्तै हो गाइस, कहिले ढिलो कहिले छिटो। बेलुका आजभोलि अलिक निन्द्रा लाग्दैन कि, त्यही भएर अलिक ढिलो सुत्ने गरेको छु। तर भोलिदेखि चाहिँ अब छिटो सुत्ने बानी गर्नुपर्ने छ गाइज। गाइज हाम्रो अब खाजा खुवाइ भइसक्यो। अब चाहिँ हामी एकछिन वर्कआउट डम्बल उचाल्छु। एउटा सोचो थियो, घरमा दिनको बोझो थियो, हिँड्यो केटो लाउरे देखाउन समर्पित भई लक्ष्य लियो। मनमा कैयौं सपना बुन्दै उ सङ्घर्षको बाटोमा हिँड्दै, रम्ने उमेरमा संसार चिन्दै, दुःख गुल्झी बेथा उछिन्दै, उसको काँधमा परिवार। सो भाइले चाहिँ जानेको थिएन गर्नलाई, अनि मैले चाहिँ यसरी भाइ यसरी गर्ने हो भनेर भन्दै थिएँ, सिकाउँदै थियो भने। तर त्यसको ज्यान चाहिँ नि गाइस अहिले लास्टमा हेर्नु कि यस्तो बवाल छ। बाटोमा हिँड्दै, रम्ने उमेरमा संसार चिन्दै, दुःख गुल्झी बेथा उछिन्दै, उसको काँधमा परिवारको आश असफलताको थियो त्रास। तर मर्थेको छोरोको आत्मविश्वास जुटाउन थियो गाँसका पास। उसले चलेको पाइलालाई पछ्याउँदै, कान्छो माइला भाइ सच्याउँदै हरेक गल्तीलाई। ल गाइस, हाम्रो वर्कआउट सकिसकेको छ। अनि दिदीले चाहिँ यहाँ के गर्दैछ, सागसाग उयो गर्दैछ। यहाँ कोपीहरू छ नि। अब आज त अब घाम पनि लागेन, कुखुरा निकाल्दिउँ भने। अब कुखुराहरू होस्, यहाँ चाहिँ हाम्रो कुखुरा चाहिँ होइन। आज जाडो पनि छ, चिसो छ। कुखुराहरू ननिकाल्दिउँ आज। वर्कआउट पनि सक्यो। अब चाहिँ हामी के गर्नु त, अब अल्छी लाग्छ गाइस, केही छैन गर्नको लागि पनि। तपाईँहरूसँग यसो काम छ भने हामीलाई प्लिज मलाई कन्ट्याक्ट गर्नु होला ल। हामी त बेगारी भयो साह्रै। यो चाहिँ भाइको ज्यान हेर्न सक्नुहुन्छ, दामी आइरहेछ। यस्तो बनाइसक्यो यसले ज्यान चाहिँ। यसले चाहिँ साह्रै रेस च्यालेन्ज खेल्ने भनेर भन्यो कि। म चाहिँ अब गोल खेल्ने मान्छे, यो चाहिँ नखेल्ने मान्छे। हेरौँ है यसको स्ट्यामिना कति छ। उयो पोललाई छोएर, यो माथिको पोललाई छोएर फेरि यहीँ आइपुग्ने नि भाइ। ल मन्जुर छ ल, रेडी सेडी गो। यो त खतरा रहेछ गाइस।
जित्दै हो मलाई त जित्यो यार रेसमा सक्दैन रहेछ नि म त कुद्न क्या बनाइदियो अब एटिट्युड हेर न गाइस यसको एटिट्युडै छुट्टी छ त्यसै दुधैमा टप आएको हो अब स्कुलमा गोल्ड मेडल सो गाइस अब चाहिँ हाम्रो खाना खाने बेला भइसकेको छ होइन अब चाहिँ म खाना खानु लागेको लगायत मेरो चाहिँ खाना आइसकेको छ होइन खाना खाएर टक्क यस्तो चाहिँ रातमा मिठा सपनाहरू आँखा भरि आउँथ्यो झस्केर ती सपनाहरू टुटी जान्थ्यो टुटेको सपना देख्ने आँखालाई चिन्न पाए हुन्थ्यो टुटेको सपना देख्ने आँखा दामी भयो गाइस खाना चाहिँ मैले यसरी खान्छु नि फेरि लगायत अब चाहिँ म खाना खाइसक्यो अब हात धुएर आउँछु त्यसपछि हामी भेट्नुपर्छ नि ल गाइस मैले चाहिँ खाना पनि खाइसकेँ होइन अनि यहाँ एकछिन आगो ताप्दिनु पऱ्यो भनेर यसो आगो सागो बालिरहेको थियो अघि नै अनि आगो ताप्दैछु अब त यी घाम पनि लाग्न थाल्यो यतातिर होइन घाम पनि लागिरहेछ लाग्न खोज्दैछ हेरौँ के हुन्छ ल गाइस घाम लाग्यो भाइ गाली नहीं दे सकता नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखे लगाउँछ हेर भाइले पनि तर यस्तै हो गाइस होइन हामी भनेको यस्तै हो जापाली ब्लग होइन हामी जापाली त जापाली नै हो घाम चाहिँ अब निस्किसकेको छ गाइस हेर्न सक्नुहुन्छ अब अहिलेसम्म हामी चाहिँ आगै ताप्दै थियौँ हेर्न सक्नुहुन्छ घाम हाम्रो घर गाउँ यस्तै हो एकछिनभित्र छिर्दियो होइन यो चाहिँ हाम्रो रुम हो गाइस मेरो यो चाहिँ होइन यो चाहिँ हामी सबैको हो मेरो रुम चाहिँ यो हो होइन तर यहाँनिर अहिले चाहिँ बस्दिनँ म चाहिँ बस्दिनँ मतलब यहीँ तल्लै रुममा बस्छु म चाहिँ अब गर्न पनि के गर्नु अल्छी लाग्छ त्यस्तै हो गाइस अब बेगारी भएपछि नि अब एकैछिन यहाँनिर बाहरू तास खेल्नु हुँदैछ देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ बुढो मान्छेहरू अब घाम ताप्न भनौँ कि तास खेल्न भनौँ कि के भनौँ त जे भने पनि त्यही हो घाम ताप्न बस्नुभएको लगाइस म एकछिन घाम तापेर आउनु पर्यो एकछिन घाममा बस्छु त्यसपछि म फेरि भेट्नेछु यता ल सो गाइस म चाहिँ घाम तापेर अघि नै आएको आएँ अनि गेम खेलेँ एकछिन अनि सुतेछु अनि भर्खर उठेर अनि ब्लग एडिट गर्दै थिएँ ब्लग एडिट गरेँ अनि अब ब्लग हालिदिन्छु र म तपाईँहरूलाई फेसबुकमा पनि मेरो युट्युबको लिङ्क हालिदिन्छु युट्युबमा पनि गएर चेकआउट गरिदिनु होला तपाईँहरू यसो लाइक कमेन्ट हानिदिनु होला अनि सब्सक्राइब गरिदिनु होला गाइज ल यति भन्दै आजको म मिनी ब्लग डे 2 मेरो यहीँनिर समाप्त गर्छु।